आज चाहिँ श्रमदानको लागि बाहिर निस्किन लागेको हो। सबै तयार भइसक्यो। बुढी भिड्यो कीर्तिपुरमा श्रमदान गर्न हिँडेको साथीहरू कीर्तिपुरमा श्रमदान गर्नको लागि तयार गर्दैछु। पनि छैन साथीहरू हामी कहाँ आइपुग्यो भन्दाखेरि गएर आइपुगेको हामी अहिले बलको चोक आइसकेका छौँ। अब यहाँदेखि चाहिँ हामी कीर्तिपुरको क्रिकेट स्टेडियमदेखि अलिक माथि काम रहेको छ र त्यहीँ जाँदैछौँ। यहाँदेखि चाहिँ लेफ्ट हान्यो भने कीर्तिपुरतिर प्रस्थान हुन्छ। किन त्यहाँ कसले जुन्दा त्यहाँ ल यहाँ आइसकेको हाम्रो काम यही हो क्या हजुर? काम यही हजुर? ए माथि हो सँगै जानु पर्यो। ए ल खाजा बनाउने सामानहरू आयो भन्नुहोस् त्यो बिक्छ पनि के किचनको मान्छेहरू को हुनुहुन्छ? किचनमा काम गर्ने किचनको लागि कतिजना चाहिन्छ हामीलाई? किचनको लागि मान्छेहरू यता आइदिनु छ। किचनको लागि काम गर्नुको लागि यो जति पनि रुखहरू छ नि एउटा हाँगा पनि नछुने, तपाईँको लडेको हाँगा रुखहरू पनि छुँदै नछुने। तर त्यो बनमारा छ नि बनमारा त्यो चाहिँ डराइ गरेर फाल्छु नि। त्यही भएर मैले सिक लिएर आएको छु। यहाँ हाम्रा बेड बनाउने साथीहरू त्यो एकदम तयार हुनुहुन्छ। बेड कहाँ त्यो सिकमा बेड लाउनु पर्ने हुन्छ। 2-3 जना चाहिँ यहाँभित्रको त्यो लडेको हाँगाको बेड लाउनु होला। हामीले काट्ने भन्नाले उखाल्नेतिर ध्यान दियो है। हामीसँग मेडिसिन छ भन्दा
आजको लागि आज चाहिँ हामी श्रमदान सकेर घरतिर फर्किँदैछौँ। आज धेरै थकान भएको छ, गएर नुहाइ धुवाइ गरेर ल्यापटपमा ल्याएर साथीहरू तपाईँहरू पनि यसो फुर्सद छ भने श्रमदानमा आउन सक्नुहुन्छ। जय श्रमदान है, जय श्रमदान। कहाँनिर बस्नुहुन्छ हजुरहरू? हजुर, कहाँ गएर कहाँ बस्नुहुन्छ? ए हो, म बालुवाटार। हजुर हजुर, अस्ति यहाँ आउनु भएको थिएन हजुर त? डेली हिँड्नुहुन्छ? सधैँ नै हिँड्नुहुन्छ? ए शनिबार, ए